तपाईको भविष्य नि परमेश्वरको हातमा छ। परमेश्वरले तपाईको बारेमा जे बोल्नु भएको छ त्यो वचनमा छ। अब तपाईको काम चाहिँ तपाईको छिमेकीले, तपाईको आफन्तले, तपाईको सोसाइटीले, तपाईलाई घृणा गर्ने मान्छेले तपाईको बारेमा जे बोल्यो त्यो बोल्ने होइन, तर परमेश्वरले तपाईको बारेमा जे बोल्नु सक्नु भएको छ त्यो बोल्ने काम हो। अस्ति पनि फेल भएस कान्छ, यो पल्ट पनि फेल होला भन्ने मान्छे आउँछ। आउँछ नि, पोहोर पनि फेल भइस, यो पालि पनि फेल हुन्छ। अब उनीहरूको कुरा विश्वास गरेर त्यही घोषणा गर्ने कि परमेश्वरको वचन बिलिभ गरेर वचन घोषणा गर्ने? परमेश्वर तपाईँले भन्नुभएको छ, तपाईँ मलाई बुद्धि दिनुहुन्छ। प्रभु तपाईँले भन्नुभएको छ जहाँ हात राख्छस् त्यही फल पाउनेछ। प्रभु यो पालिको एक्जाम मेरो बुद्धिले होइन, म तपाईँमा भरोसा गर्छु। जानुहोस् न, घोषणा गर्नुहोस् त। परमेश्वरले तपाईको बारेमा के भन्नुहुन्छ त्यो घोषणा गर्नुहोस् त। डु नट से त्यो नभन्नुहोस् कि जे तपाईको बारेमा अरूले भन्छ त्यो भन्नुहोस् त, जे तपाईको बारेमा परमेश्वरले भन्नुहुन्छ। यसो भने के भन्नुहुन्छ तपाईको बारेमा परमेश्वरले? तपाईँ उहाँको आँखाको नानी हुनुहुन्छ, तपाईँसँग उहाँ प्रसन्न हुनुहुन्छ, तपाईँ धर्मी हुनुहुन्छ, तपाईँ उहाँको उत्तराधिकारी हुनुहुन्छ, तपाईमा अब्राहमको आशीष छ, लामो आयु तपाईँको हो। ओ माई जिसस, प्रगति तपाईँको हो, उन्नति तपाईँको हो। ओ हो हालेलुया। उहाँको भलाइ र करुणा तपाईँको पछि पछि आइरहेको छ। तपाईँको शत्रुको सामुन्ने बोझ तयार पारिएको छ। वाउ भन्नुहोस् त।